यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तुवन्तु दिव्यैस्तवै वेदै साङ्गपदो क्रमोपनिषदै गारयन्ति यं समगा ध्यानावस्थिततन्रतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमत्स्यचन्दन चर्चितो ज्वलपु शुक्लाम्बरा मल्लिका मालां कृतकुण्डला प्रबील सन्मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मूकं करोति वाचालं पंगुलग्यते गिरिं यत्कृपातमहं वन्दे परमानन्द माधवम्। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसाद वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वती व्यासं ततो जय मुदीरयेत्। या कुन्देन तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्मच्युत शंकर प्रभृति देवैः सदा वन्दितां सा मां पातु सरस्वती भगवती निशेषजाड्यापहा। कायेन वाचा मनसीन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायति समर्पयामि तत्। अथ 30 अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि तिमी ध्यानपूर्वक सुन। त्यसपछि चन्द्रावतीले गोमा रानी र आफ्ना पति नवराज राजालाई प्रणाम गरिरहे नवराजले सम्मान साथ बसालेर चन्द्रावतीलाई सोधे, हे स्त्री, मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो। फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ, ती डोलेहरू पनि आजसम्म फर्केर यहाँ आएनन्। तिमीले पनि आउन धेरै विलम्ब गर्यो। म राजा भएको तिमीले थाहा पाइनौ कि मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिराखेको थिएँ। फेरि साली नदीको तटमा आएर एक्लै किन बसेकी? मलाई त लावण्य देशका प्रजागणले भनेर थाहा पाएँ। फेरि तिमी पनि पहिले जस्ती छैनौ, अत्यन्त तेजवती भइछौ। आफ्नो सबै वृत्तान्त सुनाओ। यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावती भन्न लागिन्, हे स्वामी, म माइतीमै बसिरहेको थिएँ। हजुरले डोले पठाउनु भएछ। उनैद्वारा हजुर राजा भएको समाचार पाएकी हुँ र माता पितासित बिदा मागी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हतपताइरहेकी थिएँ। संयोगले त्यस दिन माघ शुक्ल पूर्णिमा रहेछ र त्यहाँ आउने बाटोमा एउटा ठूलो जंगल रहेछ। त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्री स्वस्तानी परमेश्वरीको व्रत गर्न लागिरहेका डोलीहरूले देखेछन् र डोली अडै हामीलाई भोक लाग्यो, त्यहाँ पर केही खाएर आउँछौं, तपाईँ एकछिन यहीँ बस्नुहोस् भनी मलाई वनमा एक्लै छोडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई मागेर प्रसाद खाइ आए। त्यस बेला मलाई अहंकारले छोयो र डोलीबाट ओर्ली डोलीहरूका हातबाट प्रसाद खोसी थुथु गरी थुकेर खुट्टाले कुल्ची मिल्काइदिए र डोलीहरूलाई बेसरी हप्काई छिटो लैजाऊ भन्दै श्री स्वस्तानी परमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरे। बिचरा डोलीहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे। साली नदीमा आइपुगेपछि पुलद्वारा पारी तर्न लाग्दा अकस्मात चाँदुवा टाँगे झैं मेघ उठेर ठूलो पानीका साथ भयंकर हुरी पनि आयो र म डोलीबाट लडी साली नदीमा परेँ। डोलीहरूको के गति भयो केही पनि थाहा पाउन सकिन। मेरो शरीर कहिले मूर्छा हुने र कहिले चेत आउने भयो। म यस्ती हुँ भन्ने पनि सिद्धि हरायो। नदीकै तटमा पडिरहेँ। निकै दिनपछि कपिल नामका 2 ब्राह्मण यतैबाट आए। मैले कहाँ जान लागेको भनी सोधेर तिनले राजाको ब्राह्मण भोजनमा जान लागेको भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदेऊ भने। तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा फेरि आएर, हे पापिनी, तेरो निम्ति हामीले लज्जित हुनु पर्यो। तेरो नाम लिन साथ राजाको भण्डार नै सुक्यो। रानीलाई खान भनेर पकाइराखेको भात रहेछ, त्यही ल्याइदिएका छौं भनी मलाई पातमा भात दिए। भोकले आत्तिरहेकी हुनाले मुख पनि नधोई खान तयार भए। त्यो देखेर ती ब्राह्मणहरूले भने, हे पापिनी, यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ। तेरो अवस्था देखेर हामीलाई दया लाग्यो। मुख धोएर खा अनि स्वस्तानी परमेश्वरीको व्रत गरे तेरो समस्त पाप रोग नाश हुनेछ भनी ती ब्राह्मणहरू घर गए। अनि म मुख धुन साली नदीमा जाँदा साली नदीको जल सुक्दै गयो। त्यो देखेर म माथि आई मुख नधोई खान तयार भएँ र भात खरानी भयो। खरानी पनि खान खोज्दा ठूलो हुरी आएर उडाइलग्यो। अनि म नाना तरहको शोक गरी रोई कराई भोक प्यास रहेर ठूलो कष्टले दिन काटिरहेँ। यही क्रमले रहँदा बस्दा पौष शुक्ल पूर्णिमा आयो र स्वर्गबाट स्वस्तानी परमेश्वरीको व्रत प्रारम्भ गर्न अप्सराहरू साली नदीमा आएर बसेको मैले देखेँ। अनि 4 हात पाउ टेकेर गई, तिमीहरू को हौ? केही खानेकुरा मलाई देऊ, पुण्य होला, म के पापले यस्ती भएँ भन्दा उनीहरूले भने, हामी इन्द्रका अप्सरा हौं, श्री स्वस्तानी परमेश्वरीको व्रत प्रारम्भ गर्न यहाँ साली नदीमा स्नान गर्न आएका हौं। हे पापिनी, तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो। तँ पनि स्वस्तानी परमेश्वरीको व्रत गर, त्यसको प्रभावले तेरा सारा पाप नाश भइजाला र यो दुःखको सिन्धुबाट पार होलिस्। अनि मैले भने, म यस्तो स्थितिमा परेकी पापिनीले त्यो व्रत कसरी गर्नेछु? सामग्री को देला? के चाहिन्छ? मेरा कुरा सुनि तिनीहरूले व्रत विधि बताई स्वर्ग गए। मैले पनि उनीहरूकै उपदेश अनुसार पौष शुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एक भक्त रही एक चित्त गरी महिना दिनसम्म नित्य मध्यकालमा श्री महादेवको पूजा गरिरहे। महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्तानी परमेश्वरीको व्रत पूर्ण गर्न अप्सराहरू फेरि त्यही आए। हे स्वामी, महिना दिनमै श्री स्वस्तानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ठरोग पनि निको भयो, हात खुट्टा पनि पहिले जस्तै भए र अप्सराहरूसित भने, हे अप्सरा हो, तिमीहरूको उपदेशले पौष शुक्ल पूर्णिमादेखि व्रत प्रारम्भ गरेकी छु। महिना दिन भयो, अब श्री स्वस्तानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन। कसरी गर्ने भन्दा अप्सराहरूले भने, सामग्री नभए नदीबाट
बालुवा ल्याई सामग्री तुल्या अनि मैले साली नदीबाट बालुवा ल्याई सामग्रीको कल्पना गरेँ र त्यो सामग्री सिद्ध भयो। अर्थात् मैले जे कल्पना गरेकी थिएँ त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भए। हे सुन्दरी, आजसम्म तँलाई हामी पापिनी भन्थ्यौं, तर आजदेखि तेरो नाम पुण्यवती भयो भने। र सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रत गरेँ। सम्पूर्ण व्रत पूरा गरेर उनीहरू स्वर्ग गए। अनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 पुष्प, 8 पान, 8 कुडका सुपारी, यज्ञसूत्र र सगुन समेत दिन हजुरलाई सामुन्ने नहुनाले मैले गङ्गाजीमा मेरो स्वामीसित छिट्टै भेट होस् भनी बगाइदिएँ। प्रातःकाल भयो र साली नदीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइरहेको थिएँ र लोकहरू लिन आए। हे स्वामी, मैले श्री स्वस्तानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्ती भएर पनि फेरि उनैको कृपाले र कपिल ब्राह्मण एवं अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ। श्री स्वस्तानी परमेश्वरी भन्दा ठुलो अर्को कुनै पनि देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो। समस्त व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थहरूको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताको पनि देवता यस्ती जगदीश्वरीलाई मेरो कोटि कोटि नमस्कार छ भनी चन्द्रावतीले बारम्बार दण्डवत प्रणाम गर्दी भइन्। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमारागस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रत कथायां चन्द्रावती स्ववृत कथनानां 300 अध्याय।